सम्पूर्ण साथीहरुमा नमस्कार। मियोबाट लाइभ युट्युब च्यानलमा तपाईले हार्दिक स्वागत गर्न चाहन्छु। तपाईले आज म तपाईलाई एउटा विशेष जानकारी दिन गइरहेको छु। तपाईले अरूले हालेका फेसबुकको भिडियोहरु डाउनलोड गर्न सक्नु भएको छैन, कसरी डाउनलोड गर्ने भन्ने जिज्ञासा तपाईको मनमा खेलिरहेको छ। अब यसको लागि मैले समाधान ल्याइसकेको छु। तपाईले यो सेटिङ गर्नु अवश्य नै डाउनलोड गर्न सक्नुहुन्छ। तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब लागौं भिडियोतर्फ। सर्वप्रथम जानुपर्ने हुन्छ प्ले स्टोरमा। प्ले स्टोर गइसकेपछि तपाईले सर्च बारमा जानुपर्ने हुन्छ। सर्च बारमा तपाईले 4K डाउनलोड एन्ड प्लेयर भनेर क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि 4K एन्ड भिडियोमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसै मेरो अलरेडी ओपन इन्स्टल गरिसके हुँदा ओपन लेखिरहेको छ। त्यसपछि तपाईले जानुपर्ने हुन्छ आफ्नो फेसबुक वा लाइटमा। म चाहिँ लाइटमा जान्छु। त्यसपछि यो भिडियोमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि कपी लिंक अरे दादा रे जो त्यो भिडियो इन्स्टल गर्नु भएको थियो त्यो एप्समा जानुपर्ने हुन्छ। त्यस एप्समा गइसकेपछि तपाईले गेट स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ केही विज्ञापन आउँछ, विज्ञापन आइसके तपाईले क्लोज गर्नुपर्छ। त्यसपछि यहाँ अटोमेटिक तपाईको डाउनलोड हुन सुरु हुन्छ। जस्ट मेरो अब डाउनलोड हुन लागिसकेको छ। साथीहरु डाउनलोड भइसकेको छ। एमएक्स प्लेयरमा तपाईले भिडियो डाउनलोड लाइटमा यसो क्लिक गर्नुहुन्छ साथीहरु। हेर्न सक्नुहुन्छ मेरो जस्ट मैले डाउनलोड गरिसके। पहिले यो एप्सको मद्दतबाट जुनसुकै अरूले गरेका पोस्टहरुलाई यसरी डाउनलोड गर्न सक्नुहुन्छ। यस्तै नयाँ जानकारीको लागि मेरो युट्युब च्यानललाई तपाईले सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।